हेलो एभ्रिवान, हाम्रो चाहिँ यो टिभिएसको पिइपी स्कुटर छ। यसमा चाहिँ हामीले सिडिआईको वायरिङ चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ तपाईँहरूलाई म सिकाउँछु यो भिडियोमा। चाहिँ सिडिआई चाहिँ हामीलाई के छ भने यसको इन्जिनको टाइमिङसँग चाहिँ इग्निसन स्पार्क दिनको लागि चाहिँ सिडिआईको वायरिङ गर्नुपर्ने हुन्छ र त्यसको लागि चाहिँ यो हाम्रो सिडिआई रहेको होइन। अब यसमा चाहिँ अब यसको वायरिङ चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ म डिटेलली सिकाउँछु है त तपाईँहरूलाई। यो चाहिँ हाम्रो सिडिआई युनिट हो। अब यसमा भएको यो वायरहरू यो दुईवटा जुन छ यो लाइट पिङ्क र वाइट यो चाहिँ हाम्रो पिकअप कोइललाई यसमा कनेक्सन दिने दुईवटा। अनि त्यस पछाडि चाहिँ यो अरू भनेको हाम्रो डिफ्रेन्ट सेन्सरमा युज हुने वायरहरू हो। त्यसमध्ये अब यो ब्ल्याक वायर छ, यसमा रेड लाइन भएको यो वायर जुन छ यसमा हामीले 12 भोल्ट डिसी सप्लाई गर्ने यसबाट। अनि यो हाम्रो सिङ्गल यो ब्लू लाइन जुन छ यसलाई चाहिँ एसटी कोइल जुन हाम्रो चाहिँ हाई टेन्सन कोइल छ इग्निसन कोइलमा दिने। अनि यो ब्ल्याकमा वाइट लाइन भएको यसलाई चाहिँ ग्राउन्ड अर्थिङमा दिनु पऱ्यो। यति गरे पछाडि चाहिँ हाम्रो इन्जिनको टाइमिङसँगको जुन स्पार्क जेनेरेसनको लागि सिडिआई युनिटले जुन कन्ट्रोल दिन्छ त्यो चाहिँ हामीले एचिभ गर्न सक्छौँ। र योभन्दा पहिले चाहिँ यसको टोटल्ली डायग्राम चाहिँ कस्तो हुन्छ त्यो कुरा एकचोटि हेरौँ है त। म चाहिँ तपाईँहरूलाई यहाँ हाम्रो वायरिङको कम्प्लिट डायग्राम बनाएर देखाउँछु कसरी काम गर्छ, कनेक्सन कसरी हुन्छ भन्ने कुरा। यो डायग्राममा चाहिँ के हुन्छ भने हाम्रो स्टार्टर यहाँ छ, यसले चाहिँ एसी जेनेरेसन गर्छ, एसी करेन्ट। अनि यहाँ पिकअप कोइल छ, यसले चाहिँ यो स्टार्टरभन्दा बाहिरपट्टि एउटा रोटर हुन्छ म्याग्नेट, त्यो म्याग्नेटको चाहिँ रोटेसनको आधारमा चाहिँ यसले एउटा सेन्सर अथवा चाहिँ सिग्नल जेनेरेट गर्छ। त्यो सिग्नललाई चाहिँ यसले सिडिआई युनिटसँग पठाउँछ हो। अब यो स्टार्टरबाट जेनेरेट भएको एसी करेन्ट चाहिँ आरआर रेगुलेटर रेक्टिफायर युनिटमा दिने हो। अनि यो आरआर युनिटले चाहिँ यहाँबाट आएको एसीलाई चाहिँ डिसीमा कन्भर्ट गर्ने प्लस यसलाई चाहिँ रेगुलेट गर्ने एउटा कन्स्ट्यान्ट भोल्टेजमा चाहिँ आउटपुट दिने काम गर्छ। अनि आरआर युनिटको डिसीलाई सिडिआईमा दिने, पिकअप कोइलबाट आएको सिग्नललाई पनि सिडिआईमा दिने। त्यस पछाडि यो सिडिआईले चाहिँ के गर्छ भने यहाँबाट आएको चार्जलाई स्टोर गर्छ। अनि पिकअप कोइलबाट आएको सेन्सरको सिग्नलको आधारमा चाहिँ यसले एसटी कोइललाई यहाँको चार्ज डिस्चार्ज गरिदिन्छ। अनि यो एसटी कोइलले चाहिँ सिडिआईबाट आएको लो भोल्टेजलाई चाहिँ हाई भोल्टेजमा कन्भर्ट गर्छ। यो चाहिँ लाइक स्टेप अप ट्रान्सफर्मर जस्तै भयो। अनि एसटी कोइलबाट चाहिँ स्पार्क प्लगमा जान्छ जहाँ चाहिँ हामीले अनि स्पार्क एचिभ गर्छौँ। सो अब यो सबै चाहिँ के हुन्छ भने सिडिआई पनि अर्थ दिएको छ, यसमा नि अर्थिङ छ, यसमा पनि अर्थिङ छ भनेपछि यो सबै कुरा चाहिँ के छ भने गाडीको बडीमा कनेक्ट हुन्छ। सो यो अर्थिङ भनेको चाहिँ हाम्रो अब आरआर युनिटको पनि एकै ठाउँ कनेक्ट छ, ब्याट्रीको पनि, सबै कम्पोनेन्ट्सको पनि एकै ठाउँ चाहिँ कनेक्ट हुन्छ भन्नुको मतलब चाहिँ भेहिकलको बडीमा हुन्छ। सो हामीलाई चाहिँ यो अब नेगेटिभ वायरको लागि चाहिँ डाइरेक्ट यो कम्पोनेन्ट सबै बडीमा एट्याच भएको हुनाले यो सेम एउटा कमन रूपमा चाहिँ बडीलाई युज गर्न सकिन्छ। सो अब यसको चाहिँ रियल लाइफको चाहिँ कनेक्सन चाहिँ गरौँ है त। यसलाई पिकअप कोइलमा जोड्ने यो दुईवटा छ नि, त्यो भएपछि यो निलो पिकअप कोइलमा दिने, यो पिकअप कोइलको यहाँ छ, यसमा ब्लू कलरको एसटी कोइलको निलोमा दिने। यो कालोमा सेतो लाइन भएको यसलाई अर्थिङ ग्राउन्डमा भनेको यो बडीमा छ, यसमा जोड्नु पऱ्यो। यो भयो अर्थिङ ग्राउन्ड। अब यो आरआर युनिटलाई चाहिँ यो स्टार्टर कोइलको जोड्नु पऱ्यो। यो यहाँबाट एसी आउँछ स्टार्टरबाट, यसले डिसी बनाउने हो आरआर युनिटले। अनि यसबाट चाहिँ डिसी 12 भोल्ट सिडिआईले पहेँलो। अनि ग्राउन्ड हरियोलाई स्टार्टरको ब्ल्याकमा जोड्ने।
अनि अरू सेतोलाई सेतोमै जोडिदिने अनि त्यहाँबाट आएको एसीलाई यो आरआर युनिटले डिसीमा कन्भर्ट गर्ने हो। अनि यो पोजिटिभ 12 भोल्ट ब्याट्री चार्जको लागि पनि यो तार युज हुन्छ र सिडिआईलाई 12 भोल्ट पावर दिनलाई पनि सेतो र रातोमा होइन सेतो अनि रातो सिडिआई कालो कालो छ यो आरआरको 12 भोल्टलाई सिडिआईमा दिनु पर्यो। यसको छ नि एउटा रेड लाइन भएको ब्ल्याकमा रेड लाइन यो चाहिँ सिडिआईलाई 12 भोल्ट डिसी दिने। अनि यति भएपछि वायरिङ कम्प्लिट स्टार्टिङको इग्निसनको लागि। त्यो गोल यो प्लस 12 भोल्टे अनि ग्राउन्डमा नेगेटिभ। त्यसले चाहिँ हाम्रो त्यो आरआर युनिट ठिक छ कि छैन भन्ने कुरा पनि थाहा हुन्छ। त्यो ठिक छ भने किक गर्दाखेरि बल्छ बत्ती। चेक गरौँ है त पावर आइरहेछ यो स्पार्क प्लगको एसडी कोइलको ल त हेर्नु त हजुर अब स्टार्ट गरौँ है त। यहाँ कार्बोरेटरमा दिनु पऱ्यो पेट्रोल। त सत्य उसको यसो छ त